ओके दर्शकवृन्द हार्दिक स्वागत छ। वेलकम टु आवर न्यू ब्लग। आज हामी दशैं मनाउन गाउँ जाँदैछौँ। भैरवी गाउँपालिका दैलेखमा मामा भान्जोको यात्रा छ। हामी यति बेला ठ्याक्क कहाँ पुग्यौँ? हामी यति बेला लगभग यो कटकुवा नजिक पुगेको अवस्था छ। कटकुवा नजिक है। अनि यहाँनिर देख्न सक्नुहुन्छ एकदम गजबको लोकेसन छ। यो एकदम भाइरल ठाउँ हो। यो सल्लाहहरू छन् यता चोट्टो हैन। अनि अब हामी यहाँबाट ब्लग सुरु गऱ्यौँ। सुर्खेतमा अत्याधिक गर्मी थियो हैन। गर्मीले अनुहार पनि त्यस्तै भएको छ। यहाँ आउँदा बित्तिकै चिसो भइसक्यो कि गुराँसे नजिक पुग्दाखेरि चिसो महसुस भइसक्छ हैन। अब दैलेख पुग्दासम्म त एकदम चिसो भइसक्छ। सो हामीले जकेट चट्टो लगाएर आइसकेका छौँ है। अब हामी यहाँबाट जान्छौँ। थ्याङ्क यू सो मच। यो भ्लग अन्तिमसम्म हेर्नु होला। हामी घरैसम्म पुग्दासम्म कन्टिन्यू रूपमा यो भ्लग निर्माण गर्नेछौँ। सम्झना योग्य पनि हुन्छ है। अरू के भन्नु छ? अरू यसलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। दशैँको पछि आउला भ्लग त त्यही पनि तपाईहरु सबैलाई दशैँको शुभकामना। दशैँको धेरै धेरै शुभकामना छ सुरुमै। अब दशैँ लागिरहेछ अहिले पनि यो भ्लग अपलोड हुँदा पनि है। तपाईहरु राम्रोसँग दशैँ मनाउनुस्, तिहार मनाउनुस्, गजब रमाइलो गर्नुस्। वर्ष दिनमा एकपटक आउने यो चाडबाडलाई गजब तरिकाले मनाएर बिदाई गर्नुपर्छ, नत्र अन्याय हुन्छ चाडबाडको है। सो हामीले 7 डेजको ट्रेनिङ सकाएर अब हामी गाउँ जाँदैछौँ। रिफ्रेसमेन्ट भएर चट्ट हुन्छ नि गाउँघरको अर्ग्यानिक खानेकुरा खाएर। म त फेरि मोही अलिक बढी मनपर्छ, मोही चट्ट खाएर आउने हो है। त्यही अनुसार गजब हुन्छ। ल हामीलाई हेर्दै गर्नु होला। यति बेला लगभग गुराँसे पुगिसकेको अवस्था छ। ड्याट प्राइज रिसोर्टको अगाडि। अब एकदम मुटु नै सर हुने खालको चिसो सुरु भइसकेको छ। भन्दाखेरि हाँसो लाग्ने अवस्था छ। तर सुर्खेतमा यति गर्मी छ कि त्यहाँ कपडा लाएर बस्ने अवस्था छैन। मतलब त्यस्तो खालको गर्मी छ। यहाँ गुराँसे आइसक्दाखेरि यस्तो खालको अब चिसो सुरु भइसकेको अवस्था छ। गुराँसेको चेकपोस्ट हो। गुराँसेको चेकपोस्ट पनि कटेर लगभग यो हेर्न सक्नुहुन्छ तपाईँहरू गुराँस गाउँपालिकाको कार्यालय हो। यो चाहिँ गुराँस गाउँपालिकाको यसरी हेर्दाखेरि गुराँस गाउँपालिका यसरी अनुरोध गरेको छ। यस्तो खालको चिसो छ यहाँ। अब यहाँ एकदम आनन्दको ठाउँ छ कि चिल हुने ठाउँ छ होइन। आनन्दको सबै कुरा गजब छ। अब यहाँ सानो गुराँसे बजार आउँछ। गुराँसे बजार आउँछ। दशैँको माहौल भएर बाटोमा हल्का हल्का चहल पहल छ। तर पहिलाको पुरानो वर्षहरूको तुलनामा बिस्तारै दशैँको माहौल पनि केही अलिकति कमजोर हुँदै गयो कि भन्ने विषयमा एकदमै प्रश्न चिन्ह खडा भएको छ हाम्रो माझमा। देशमा पनि अहिले बेहोर्नु पर्यो। जेनजीहरूको आन्दोलनको कारणले गर्दाखेरि क्षति बेहोरेको अवस्था छ। पूर्व राजाद्वारा चाहिँ 17 वर्षपछि आफू पूर्व राजाको स्वीकारोक्तिसँगै दशैँको शुभकामना प्रदान गरेर यसपालिको दशैँमा सर्वसाधारणका लागि टिका ग्रहण कार्यक्रम नरहेको पनि जानकारी भएको अवस्था प्राप्त भएको छ भने यो गुराँसे बजारमा हामी पुगिसकेका छौँ। यो गुराँसे बजार हो। यो गुराँसे बजारपछि हामी तल लाग्यौँ भने यसपछि चाहिँ एकदमै अँध्यारो जस्तो ठाउँ आउँछ। त्यहाँ दिउँसै बत्ती बाल्नु पर्ला जस्तो। त्यो पहिला पनि चिसो हुन्थ्यो भनेपछि त अब जाडोले त यहाँ लगलगी बनाइसकेछ। सुर्खेततिर चाहिँ सुर्खेतको अब हुन त नेपालको भौगोलिक अवस्थितिले गर्दाखेरि नै 165 मिटरको उचाइमा आउँदाखेरि 1 डिग्री तापक्रम घट्नु स्वाभाविकै प्रक्रिया हो। तर के त भन्दाखेरि यो यति छिटो सबै हावाको आर्द्रता, हिमालको उपस्थिति, अक्षांशीय अवस्थित सबैले चाहिँ एकैचोटि गुराँसे र सुर्खेतमा यस्तो वातावरणको फरक बनाइदिँदाखेरि चाहिँ एउटा यो
नेपालको अद्भुत भौगोलिक संरचनाको नमुना हो भन्न सकिन्छ। बाँकी कुराकानी गर्दै गरौँला अब। दर्शकवृन्द, हामी यति बेला टक्क गुराँसे अब कट्नै थाल्यौँ। यहाँनिर यो घोडाबास आइपुग्यौँ। अब यहाँनिर मौसम चाहिँ चेन्ज भइसक्यो कि अब अलिकति तातोपना आइसक्यो मौसममा चाहिँ, यो फेरबदल भइसक्यो भनेको गुराँसेमा चाहिँ एकदम चिसो। अनि त्यसपछि यहाँबाट चाहिँ अब घोडाबास पुग्दा बित्तिकै घाम पनि लगाइसकेको अवस्था छ। अहिले छ समग्र गजब छ होइन। दसैँ आइरहेको छ भर्खर। ल ठिक छ, अब चाहिँ यस्तो चिसो चाहिँ सकिसक्यो। टक्क घोडाबास आइपुग्दा यतातिरको मौसमको अवस्था यस्तो छ। बाटोको अवस्था पनि ठिकै छ, राम्रो छ। बाँकी कुराहरू हेर्दै जाऊँ के हुन्छ। हामी यति बेला यस्तो राम्रो भ्यू देखिने ठाउँमा आइसकेको अवस्था छ। दैलेख बजार चाहिँ यहाँबाट अब 30 किलोमिटर छ भन्ने जानकारी हामीले प्राप्त भएको छ। यो ठाउँ एकदमै राम्रो छ, मजाको सल्लाहहरू। पाटन त यसलाई अलि भन्दैनन् होला। तल चाहिँ कर्णाली नदी बगिरहेको देखिएको छ। एकदमै राम्रो राम्रो ठाउँ छ यो चाहिँ। कस्तो राम्रो छ है। प्रकृतिको आनन्द लिँदै बाइक चलाएर हात छोड्दै यसमा चाहिँ चट्टाएर एउटा म्युजिक भिडियो सुट हान्दिए पनि फरक नपर्ला। खै नेपालका म्युजिसियनहरू यो ठाउँमा आएर म्युजिक भिडियो सुट गर्नु पर्यो नि। खै नेपालका म्युजिसियनहरू तपाईँहरूलाई थाहा छैन? यो ठाउँमा आउनुहोस्, सुट गर्नुहोस्, स्योर भाइरल हो। यो ठाउँ एकदमै राम्रो छ। यो भनेको प्राकृतिक सुन्दरताले भरिपूर्ण एउटा ठाउँ छ। यसको मनोरम दृश्य तल देखिरहेको छ कर्णाली नदी। हामी यसो अहिले तल पुगेर पनि तपाईँहरूलाई देखाउनेछौँ। चिसापानीमा आइपुगिसकेको अवस्था छ हामी। यसरी चट्ट लाएर अब चाहिँ तलतिर कर्णाली नदी छ। हामी चाहिँ यतातिर छौँ। गुराँसेमा चिसोको अवस्था एकदम ज्यादा थियो। यता आइसकेपछि त चिसो त थियो र त्यहाँ जस्तो लाग्छ। फेरि अवस्था यस्तै छ। हाम्रो बाइकको हावा लिक भयो, पङ्चर भयो जस्तो छ। अब यसलाई टाँसेर जानुपर्छ। हामी यति बेला लगभग दैलेख बजार पुगिसकेको अवस्था छ। ओके, हामी यति बेला दैलेख बजारको आसपासमा प्रवेश गरिसकेका छौँ। यसमा दैलेख जिल्लामा पाल्नु भएकोमा हार्दिक स्वागत छ भनेर उल्लेख गरेको छ। दैलेख बजार पुगिसकेको अवस्था छ। अब केही समयमा हामी दैलेख बजारबाट भैरवी गाउँपालिकाको यात्राको प्रारम्भ गर्नेवाला छौँ। र अब हामी तपाईँहरूलाई एकछिनमा नेपालको एकदमै प्राचीनतम इतिहास बोकेको दैलेख बजार कस्तो छ भन्ने कुरा पनि देखाउने प्रयत्न गर्नेछौँ, कति देखिन सक्छ। हामी यति बेला दैलेख बजारबाट पनि अब मध्य पहाडी राजमार्ग, जसलाई पुष्पलाल लोकमार्ग पनि भनिन्छ, नेपालका धेरैजसो पहाडी जिल्लाहरूलाई छोएको कारणले गर्दाखेरि यसलाई मध्य पहाडी भन्ने पनि गरिन्छ। यो राजमार्ग हुँदै हामी दैलेखको भैरवी गाउँपालिकातर्फ अगाडि बढ्ने क्रममा छौँ। के भन्न चाहनुहुन्छ? ओके, एकदमै एक्साइटेड छौँ। नयाँ ठाउँ भन्दा पनि जन्मभूमिमा जाँदाखेरि गजब एक्साइटेड महसुस त हुन्छ नै। एकदम एक्साइटेड छौँ। अनि बाइक बनाएर बिच बाटोमा बाइकले हल्का अगाडिको टायर पम्पिङ गर्नुपर्ने अवस्था आयो। अनि अब त्यस्तो अवस्था नआओस्, किनकि यहाँभन्दा अगाडि ग्यारेज त्यस्तो प्रशस्त मात्रामा छैनन्। तर बाइक बिग्रिनु पनि जस ग्यारेज नजिकै बिग्रियो। त्यसले गर्दाखेरि चलाएर थोरै अगाडि आउनु पाइयो। त्यसले गर्दा गजब भयो भन्ने मेरो अपेक्षा। हामी अब भैरवी गाउँपालिका पनि प्रवेश गरिसकेका छौँ। त्यो बोर्डमा चाहिँ यहाँहरूलाई भैरवी गाउँपालिकामा स्वागत छ भनेर लेखेको छ। ल तपाईँहरू देख्न सक्नुहुन्छ। यो भैरवी गाउँपालिकाको अब नेपालको चाहिँ
अब उत्खननमा रहेको एकमात्र पेट्रोल बग्ने खोला भनेर तपाईँहरूले सुनिरहनु भएको छ भने त्यो खोला यही हो। हामी तपाईँहरूले अब यो बाटो हुँदै श्रीस्थान मन्दिर गइन्छ, जहाँ चाहिँ जुवाला बलेको ठाउँ छ। यो बाटो हुँदै तपाईँहरू हल्का माथि जानुभयो भने अब देखिन्छ पेट्रोलको उत्खनन गरेको ठाउँ। त्यो पनि हामी तपाईँहरूलाई देखाउनेछौँ। र यो भनेको चाहिँ अब हाम्रो भैरवी गाउँपालिकातर्फको यात्रा प्रारम्भ भएको छ। तपाईँहरूले अबको केही क्षणमा पेट्रोल उत्खनन भएको ठाउँ देख्न सक्नुहुन्छ। अब केही क्षण पनि पर्खनु पर्ने छैन। उद्यानभित्र यो जङ्गलभित्र रहेको छ त्यो ठाउँ म तपाईँहरूलाई देखाउने छु। र तपाईँहरूले देख्न सक्नुहुनेछ गरेको ठाउँ यतातिर छ। त्यसमा चाहिँ तपाईँहरूलाई एकछिनमा देखाइनेछ। तर त्यहाँ छ भनेर चाहिँ लगभग अनुमान गर्न सकिने अवस्था छ। तपाईँहरूले देख्न सक्नुहुनेछ पेट्रोल खानी जुन चाहिँ जलजले भन्ने ठाउँमा रहेको छ। तपाईँहरूले यो चाहिँ यसरी पेट्रोल खानीको दृश्य देख्न सक्नुहुनेछ। यहाँबाट यसरी उत्खनन भइरहेको छ पेट्रोल। तपाईँहरूले कडा सुरक्षा निगरानी पनि देख्न सक्नुहुनेछ यो ठाउँमा। यो चाहिँ दैलेखको जलजले भन्ने ठाउँ। हामी यति बेला यो डाँडीमाडी सिलङ्गे हुँदै यो ठाउँ चाहिँ कालगौँडा हो यसको नाम। यहाँ पुगिसकेको अवस्था छ। यो चाहिँ एकदमै गाह्रो मध्येको एउटा बाटोको रूपमा पनि परिचित छ। त्यही भएर यसको नामै कालगौँडा भनेर भन्ने गरिन्छ। हेर्नुहोस् यो बाटोमा अब कसरी हामी अगाडि बढ्छौँ भन्ने कुरा। मध्य पहाडी राजमार्गलाई छोडिसकेपछि बाइक चलाउन एकदमै कठिन अवस्था आउने खालको बाटो छ। तर पनि आफ्नो क्षमता प्रदर्शन गर्ने ठाउँ पनि हो यो। बाटो देखाइसकेपछि मलाई समात्नुपर्छ होला तिमीले। मोबाइललाई राखेर ब्यागमा राख्दिन हो कि के अरे। अग्ला पहाडहरू अनैलो दृश्यहरू।
एकदमै कठिन परीक्षा लिने खालको बाटो छ यहाँ। हल्का रोकेको थिएँ फेरि खिचेँ, हल्का रोकेको थिएँ फेरि खिचेँ। तल सरिया थियो त्यही तल सरिया थियो त्यही हो यो त गएकै थियो। त्यो त स्टाइल हो। फाइनल्ली हामी लगभग पुग्न लागिसकेको अवस्था छ। यो हो भैरवी गाउँपालिकाको वडा नम्बर 6 त्यता देखिरहेको छ। यो हामी ठ्याक्कै भएको ठाउँको नाम हो के त भन्दाखेरि ल हामी आइपुगिसकेको अवस्था छ। फाइनल्ली हामी पुगिसक्यो घरमा हैन। गजब छ अवस्था यहाँ। बाइकले साथ दियो जियोस्। डराइरहेको थिएँ म त कटक कटक गर्छु उकालोमा त। बाइक कता छ उता कता राखिसक्यो हामीले। त्यहाँ छ बाइक। मामाले पुरै बाटो अन्तभन्दा यतै राम्रो बनाइदिनु भयो रहेछ। सोरसार बनायो। यहाँ माथि झन् राम्रो रहेछ। यस्तो छ तल मम्मी हुनुहुन्छ भैँसीहरू छन्। यता हल्का मामाले कलर लाउँदै हुनुहुन्छ च्याट्टो लाएर। अब यस्तो छ अवस्था। जियोस् रमाइलो छ। एकान्त सुनसान गजबको रमाइलो। अब कुरै नगर। उता ठुली मम्मीको घरले कुरिराखौ परतिर एक्लै एक्लै। आज साँझ आउनुहुन्छ। बेलुकी छैन मम्मी कतै। ल हेर्दै गर्नु होला। यो टेलर मात्रै हो घरको। अर्को मेन घरमा पुग्न बाँकी छ अझै। त्यसपछिबाट उता पोखरी पनि रहेछ। मामाले यहाँ एउटा नयाँ घर पनि बनाउनु भयो रहेछ अझै। त्यहाँ त्यो नयाँ घर भइहालेको रहेछ। ट्र्याक्टरको टायर सायर त घुटिसक्यो नि त। ल हेर्दै गर्नु होला। चट्ट घर आइसकेपछि काँक्राबाट सुरु भयो घरको यात्रा। दसैँ मनाउन चट्ट काँक्रा टिपेर ल्याएर। काँक्रा टिप्ने मान्छे थिएन। चट्ट हाँस्यान्। बिहेमा गएको मान्छेलाई राखेको अरे। मम्मीले खाँदै हुनुहुन्छ, दाइले कलर लाउँदै हुनुहुन्छ, सन्ध्याले चट्ट काँक्रा खाँदैछौँ। अब हामी काँक्रा खाँदैछौँ। तिमीले नि खाऊ। ल सबजना जम्मा भइसक्नु भयो। अब यहाँ गजब छ। खानपिन सुरु भइसक्यो। वाह के हुन्छ हरि कस्तो भयो यात्रा? गजब भयो। यता त आउँदै के छ जिन्दगानीमा? आइयो अन्त गाउँमा कस्तो महसुस हुँदैछ त? ल गाउँमा स्वागत छ तपाईँहरूलाई। धन्यवाद हजुर। यो स्पेसल नुन र स्पेसल अर्ग्यानिक काँक्राबाट तपाईँहरूलाई सुरुवात गरौँ गाउँ। एक खाउँ ल धन्यवाद मेरो भाइ हिरोदेखि धन्यवाद। थ्याङ्क यू वेलकम। धेरै धेरै धन्यवाद हजुर। हातमा फोरी खा त होइन काँक्रा पाएपछि फोरी हुन्छ यसरी खानुपर्छ यसलाई। अब गजब हुन्छ कि केही हुन्न। ब्याट्री पनि भ्याइसकेको छ। हामी कहिले जान्छौँ त माथि त? ल चट्ट काँक्रो बनाउने खाने मम्मीले मोही पार्दै हुनुहुन्छ यहाँ। यो कति वर्ष पुरानो नेती अरे मम्मी हो? 11 वर्ष पुरानो। यसको नाम नेती हो कि नै? माथि यो यसको नाम के? स्याउ ल्याउ त चट्ट। स्याउ फेरि इन्डियाका स्याउ हुन्। दिनु एकचोटि पार जान खान के ल्याउने? हजुर
मै पारिदिन्छु अहिले देखाइसकेँ मैले मम्मीले मेरा लगाएर जानुभयो मैले लाएर राख्नु हजुर